उहाँले अहिले यल ब्याग सिकिराख्नु भएछ। हेर्नुहोस् कस्तो मजाले चलाइराख्नु भएछ। यल ब्याग सिक्दाखेरि दुवै टायर अगाडि पछाडि पनि हेर्नु पर्यो। पछाडिबाट किनकि बच्चाहरू बाख्राहरू कुदेर भाग्न पनि सक्छ। हेर्नुहोस् कस्तो मजाले ब्याग गरिदियो। अब उसले एकदम राम्रो। हेर्नुहोस् उहाँको चलाउने तरिका धेरै राम्रो छ। उहाँलाई धेरै राम्रो सिक्नुभयो। यसलाई यल ब्याग भनिन्छ। तपाईहरु पनि सिक्न चाहनुहुन्छ भनेपछि यस्तो यदि ग्राउन्ड छ भनेपछि ठीक छ, ग्राउन्ड छैन भनेपछि यल चाहिँ चुनाले लेखेर जस्तो घरहरू पेन्ट गर्ने चुना आउँछ सुकेको, त्यो चुनाले पनि यस्तो तरिकाले हेर्नुहोस् है। यो तपाईको 2.5 मिटर यता हाल्नुस् अनि 5 मिटर यता हाल्नुस् अनि ठ्याक्कै 5 मिटर यता हाल्नुस् अनि यलको आकारतिर बनाउनुस् अनि यसमा तपाईहरु पनि गाडी सिक्न सक्नुहुन्छ। यदि तपाईहरुले सिक्ने छ भनेपछि हाम्रो के आउनुस्, हाम्रो किशन ड्राइभिङ सेन्टर मलंगवा हो, शिवसागर चौक। यो हेर्नुस् यो हाइवे नवलपुर जाने बाटो यो हो। हेर्नुस् यो हामीहरुले 8 को पनि बनाएको छु। 8 मा सिकाउने तरिकाहरू। त्यहाँ हाम्रो जेब्रा क्रसिङ पनि छ र अर्को माथि हेर्नुस् कालो ओरालो पनि छ। हामीहरुले सबै कुराहरू यहाँबाट सिकाएर नि हामीहरु पठाउँछौं। यहाँ हामीहरु ओकालोबाट झर्दाखेरि हेर्नुस् है डाइभर्सन पनि छ। डाइभर्सनबाट ल्याएर अनि फेरि यसमा फेरि यलमा ब्याग गर्नुपर्छ। यसरी यो यलको आकार भयो, यो यल भयो। यो यलमा ब्याग गरेपछि तपाईले जुनसुकै ठाउँमा गलीको बाटो, सानो बाटो, घुमौरो बाटोमा तपाई ब्याग गर्न सक्नुहुन्छ। हामी के आउनुको लागि हाम्रो सम्पर्क नम्बर छ 9817 66 80 82 र यसमा लाइक गरिदिनुस् र आफ्नो साथीहरुको लागि शेयर पनि गरिदिनुस्। उहाँहरुले पनि सिक्न चाहनुहुन्छ भनेपछि उहाँहरुले पनि राम्ररी सिकोस्। धन्यवाद।